हेलो साथीहरू, आज चाहिँ हामी सबजना मिलेर खोलातिर जाँदैछौँ के। अनि हेर्नु न, बिदाको मौका पारेर हाम्रो चाहिँ सानो ड्राई पिकनिकको पनि योजना थियो कि साथीहरू। अनि खोला गएपछि त अब यतिकै के गर्ने भनेर साथीहरूले चाहिँ यसरी गङ्गटा खोज्न थाल्नुभयो है। यहाँ गङ्गटा देखाउँदै हुनुहुन्छ हाम्रो साथीले यहाँ बट्टामा। यहाँ हेर्नु न, यति खुसी भएका थिए कि साथीहरू त के भन्नु है। अनि समातेपछि चाहिँ हामीले यहाँनिर सफा गर्न थालिरहनु भएछ। यहाँ हाम्रो विमल साथीले चाहिँ यहाँ गङ्गटाको अन्डा रे भनेर पुरै देखाइरहेछ। अनि पुरै समातिसकेपछि अब के गर्ने, पकाएर खाऊँ न त भनेर यहाँ पुरै हामीले चाहिँ तयारीका साथ गएका थियौँ क्या साथीहरू। अनि हेर्नु न, यति रमाइलो भयो पकाएर खाँदा त। अनि त्यो खाइसकेपछि चाहिँ हामीसँग तरुल पनि थियो क्या साथीहरू। अनि हेर्नु न, हामी त तरुल पनि पकायो अरे है। सबैजना मिलेर यसरी खाना थाल्यौँ साथीहरू। अनि खाइसकेपछि गफसफ गरिसकेपछि घर आउँदाखेरि चाहिँ हामीले ठ्याक्कै गाडी पनि भेट्टायौँ क्या साथीहरू। अनि हेर्नु न, हामी त घर आउनुलाई यसरी गाडीमा आयौँ, कति रमाइलो भयो। जे होस्, छुट्टीको राम्रो सदुपयोग भयो क्या साथी।